नौ डाँडाबाट जुन आउने बेला घाम झर्छ हुँदै हुँदै चरण घाम झर्छ हुँदै हुँदै। नमस्कार अनि साहित्यिक अभिवादन, म धनबहादुर जागिरी। तपाईँ हेर्दै हुनुहुन्छ परदेशी रविवार फेसबुक पेज र जागरी धन ओफिसियल युट्युब च्यानल मार्फत कार्यक्रम नौ डाँडा पारीको बसाई। आजको यस बसाइमा एउटा गजल लिएर आएको छु। गजल पठाउनु भएको छ भरत बहादुर धामीजीले पठाउनु भएको छ। उहाँको स्थायी ठेगाना रहेको छ बैतडी जिल्ला डिलासैनी गाउँपालिका 7 धामी गाउँ घर भई हाल बिरानो देश बेङ्गलोरबाट हजुरलाई सम्झिँदै छोटो गजल पठाएको छु, वाचन गरिदिनु होला भनेर लेख्नु भएको छ। सुनौ उहाँको गजल कस्तो छ है। पर्खी बसे चौतारीमा भेट्न आउँदैछु, पर्खी बसे चौतारीमा भेट्न आउँदैछु, नदेखेको वर्षौं भयो देख्न आउँदैछु, नदेखेको वर्षौं भयो देख्न आउँदैछु। अतास लाग्छ होला मेरी मायालुलाई, अतास लाग्छ होला मेरी मायालुलाई, अङ्गालोका सारा प्यास मेट्न आउँदैछु, अङ्गालोका सारा प्यास मेट्न आउँदैछु। हाम्रो प्यारो कहानी त कथा जस्तै लाग्छ, हाम्रो प्यारो कहानी त कथा जस्तै लाग्छ, मायाको त्यो उपन्यास लेख्न आउँदैछु, मायाको त्यो उपन्यास लेख्न आउँदैछु। नजर लाग्ला कि दुनियाँको भनी मैले, नजर लाग्ला कि दुनियाँको भनी मैले, पछ्यौरीले हाम्रो माया छेक्न आउँदैछु, पछ्यौरीले हाम्रो माया छेक्न आउँदैछु। पर्खी बसे चौतारीमा भेट्न आउँदैछु, नदेखेको वर्षौं भयो देख्न आउँदैछु, नदेखेको वर्षौं भयो देख्न आउँदैछु भनेर भरत बहादुर धामी सरले एकदमै मिठो गजल पठाउनु भएको छ। हजुरलाई उहाँको गजल कस्तो लाग्यो सुझाव सल्लाह प्रतिक्रिया दिन नभुल्नुहोला। साथै हजुरका पनि रचना गीत गजल छन् भने परदेशी रविवार फेसबुक पेजलाई फलो गरी जागरी धन ओफिसियल युट्युब च्यानललाई सब्सक्राइब गरी परदेशी रविवार फेसबुक पेजको इनबक्स अथवा मेसेन्जर मार्फत हजुरले आफ्ना रचनाहरू पठाउन सक्नुहुन्छ। हजुरलाई धेरै धेरै धन्यवाद।